दर्शक यहाँलाई हार्दिक स्वागत चाहन्छु लिम्बन खबरमा। यति बेला हामी प्रत्यक्ष प्रसारणमा जोडिरहेका छौँ। यति बेला चाहिँ यहाँनिर चाहिँ राजतन्त्र पक्षधरहरू चाहिँ तपाईँको चाहिँ प्रहरी प्रशासनसँग चाहिँ भिडिरहेको छ। हेर्नुहोस् यिनीहरू छती वनमा ढुङ्गा हानेर पनि क्षति भएको अवस्था छ। यहाँ यति बेला हेर्नु सक्नुहुनेछ। हेर्नुहोस् यो यी रोडहरूमा एकदमै ढुङ्गाको टुक्राहरू चाहिँ प्रशस्त रूपमा चाहिँ यहाँनिर यसरी देख्न सकिन्छ। हेर्नुहोस् यो यसरी चाहिँ यहाँ हानाहान गरेको अवस्था छ। यहाँनिर हेर्नुहोस् यो अत्यन्तै चाहिँ दोहोरो भिडन्त भइरहेको अवस्था छ। यहाँनिर चाहिँ ल के जल हो यहाँ फेरि यता माथि पनि जल्दैछ त। यहाँ त्यसरी चाहिँ डह्रो चाहिँ नै यहाँनिर चाहिँ नि भिडन्त चाहिँ आज चाहिँ यसरी चाहिँ यहाँ भइरहेछ। यहाँ घरको हेर्नु चाहिँ सिसाहरू चाहिँ छत्पिछत हुनेहरू चाहिँ यहाँ आन्दोलनकारीहरूले चाहिँ नि यहाँनिर चाहिँ के भन्छ हानेको अवस्था छ। हेर्नुहोस् हेर्नुहोस् यस्तो छ अवस्था। हेर्नुहोस् टायर राखेका छन् आन्दोलनकारीहरूले। यहाँ यसरी चाहिँ यस्तो अवस्था छ। हेर्नुहोस् यस्तो अवस्था छ। यहाँनिर चाहिँ टायर बाल्ने अवस्था छ। यहाँनिर चाहिँ टायर बालेर चाहिँ तपाईँको चाहिँ के अरे विरोध गरिरहेको अवस्था छ। यहाँनिर चाहिँ हेर्नुहोस् ल हेर्नुहोस् यहाँनिर हेर्नुहोस् यसरी चाहिँ यसरी चाहिँ यो चाहिँ यहाँ चाहिँ रण मैदानमा चाहिँ यहाँनिर चाहिँ तपाईँको चाहिँ यहाँनिर चाहिँ अवस्था छ। टायर बालेर यहाँ पनि विरोध बनिरहेको अवस्था छ। हेर्नुहोस् यसरी चाहिँ आज चाहिँ के हो यहाँ चाहिँ भइरहेको अवस्था छ। हेर्नुहोस् त यो एउटा घरमा चाहिँ यसरी छत्ती भयङ्कर पुरिरहेको अवस्था छ। हेर्नुहोस् ल हेर्नुहोस् कुनै पनि बेला जे पनि यहाँ हुनुपर्ने अवस्था जे पनि हुनु सबै निस्क्नु है। त्यहाँनिर सबै निस्क्नु है। ल मान्छे छ मान्छे नदीको एउटा कुरामा ग्यास हालौँ न। यहाँनिर चाहिँ यो जे पनि हुनसक्छ यसमा जे पनि हुन सक्ने अवस्था आइरहेको छ। ल दर्शक हेर्नुहोस् यसरी हेर्नुहोस् यसरी हेर्नुहोस् हस् यसरी ला आगो लाग्यो माथि। ल आगो लाग्यो अब ल
हेर्नुहोस् त यो घरै जलाइदियो हेर घरै जलाइदिएछ हेर घर आग लागि भयो हेर्नुहोस् हेर्नुहोस् घर आग लागि भयो धर्नु धर्नु आग लाग्यो धर्नु 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 आगो दाम मिलाइदियो अब नेता र पुलिस आउनुपर्छ देश मजाले ल्याउनु सही चाहिँ घरभित्र आगो लाग्यो अब पुलिस आउँछ